हेलो एन्ड नमस्ते साथीहरू, म सञ्जीव र तपाईँहरू हेर्दै हुनुहुन्छ नेपाली सस रियाक्ट युट्युब च्यानल। आज चाहिँ हामी एकदमै मजाको भिडियोमा रियाक्ट गर्न गइरहेको छौँ। हजुरहरूले अन्तिम समय हेरिदिनु होला। केही छ भने मान्यज्यूहरूले लिखित रूपमा अथवा मन्त्रालयमै ल्याएर दिँदा पनि हुन्छ। म चाहिँ बोलिनँ भूमिका पाँचेन भने नेपाली हुँदै हुँदैन, विदेशी हुन्छ। भूमिका पाँचेन भने नेपाली हुँदै हुँदैन, विदेशी हुन्छ। दिन्छ बुढाले मजाले दिन्छ। तपाईले आज बोल्न पाउनु भएन, किन हो? बोल्न पाएको नपाएको होइन, मैले म आफै नबोलेको। म माननीय सदस्य महावीर पुनलाई समय दिन्छु। समय 5 मिनट। के भयो माननीय सदस्यज्यू? एक्लो मान्छे भनेर एउटा माननीय भनेर एक्लो माननीय भनेर चाहिँ हेला नगरियोस् है, किनभने अरूले 10-15 मिनट 20 मिनट 30 मिनट पाउँदाखेरि मलाई चाहिँ 5 मिनट नदियोस्। सबैभन्दा ठुलो कुरा त के हो भन्दाखेरि विज्ञान प्रविधि मन्त्रालय, विज्ञान प्रविधि अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय छुट्टै खोल्नुपर्छ भन्ने मेरो जुन माग छ, त्यो मागमा चाहिँ सुनाइ भएको छैन। र यहाँ चाहिँ के आइरहेको छ भने प्राधिकरणबाट चलाउने रे। किन भन्दाखेरि अर्को मन्त्रालय बनाउँदाखेरि विज्ञान प्रविधि मन्त्रालय भन्ने एउटा मन्त्रालय बनाइयो भने खर्च बढ्छ रे, प्राधिकरण बनाउने रे खर्च हुन्छ रे। प्राधिकरण बनाएर विज्ञान प्रविधि अनुसन्धान तथा नवप्रवर्तन विकास हुन्छ भने अरू मन्त्रालय पनि शहरी विकासको पनि प्राधिकरण बनाएर त्यो मन्त्रालय किन चाहियो त्यो? अब र माननीय सदस्य आफ्नो भनाइ छोट्याउँ। ल म छोट्याउँछु, तर म चाहिँ मेरो आपत्ति छ। हेर्नु, यो पुँजीगत खर्चको 1% भन्ने कुरा अहिलेको बजेटमा आउनै पर्छ। अहिलेको बजेटमा आएन भने फेरि म यो संसदमा बारम्बार हल्ला गरिरहन्छु। र हिजोको राष्ट्रपतिजीको सम्बोधनमा पनि त्यसमा विज्ञान भन्ने शब्द छँदै छैन। यो अहिलेको यो नेतृत्वहरूलाई विज्ञानसँग किन यति साह्रो रिस? विज्ञानले के खाइदिएको छ? अनुसन्धान नवप्रवर्तन गर्दा संसार कहाँ भइसक्यो? के साह्रो रिस गरेको? पहिलाको पुरानो सरकारहरूले त गर्यो ठिक छ। मैले पुरानो सरकारहरूलाई के भन्थेँ भने उहाँहरू बुढा हुनुभएको छ अनि अलि दिमागले भेटेन होला, गरेन। अहिलेकोले त भेट्नु पर्ने हो नि। यो कुरा चाहिँ म चाहिँ एकदमै छ। र यही कुराले रिस उठेर मैले हिजो बेलुका चाहिँ के गरेँ भने मेरो फेसबुकमा मैले यो सबै नेताहरूलाई श्राप दिन्छु भनेर कसैको पनि दिमागमा विज्ञान प्रविधि नवप्रवर्तन भन्ने कुरा यिनीहरूको दिमागमा पस्दै नबसोस् भनेर मैले श्राप दिएको थिएँ। त्यो चाहिँ रिसको झोकमा गरेको हो, माफी चाहन्छु। यो कुरालाई सुधार्नुहोस्, मेरो श्राप म फिर्ता लिन्छु। ल किन यो समय श्राप दिनुभयो डाक्टर साहब नवप्रवर्तनलाई सहयोग नगर्नलाई? पितृले श्राप दिँदैन, नर्कमा पनि हरिकङ्गाल बनाएर नर्कमा पठाउनु भन्ने किन डाक्टर साहब? 10 वर्ष त चलाउला राष्ट्रपाले, त्यसपछि फेरि अहिलेको जस्तो कुनै आन्दोलन हुन्छ अनि जान्छ। किनभने अर्थतन्त्र बन्दैन, विज्ञान प्रविधि नभइकन अर्थतन्त्र बन्दैन। अहिलेको जमानामा विज्ञानै सबैभन्दा ठुलो मान्छे लाग्छ। My mind, I can't sleep at night, so I just keep writing.
नबोल्नु न दाइ, नबोल्नु न तपाईँ।